मधेसमा बालेन शाहको लहर, अब की बार बालेन सरकार। दक्षिण पछिल्लो समय तराई मधेसका जिल्लाहरूमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको क्रेज भत्तै बढेको छ। यसै क्रममा पर्सा गाउँपालिकाका युवाहरू बालेन शाहको समर्थनमा सडकमा उत्रिएका छन्। हालै सार्वजनिक एक तस्बिरमा एक युवाले बडो उत्साहका साथ बालेन शाहको तस्बिर अंकित ब्यानर बोकेका छन्। उक्त ब्यानरमा स्पष्ट शब्दमा लेखिएको छ, अब की बार बालेन सरकार। यो दृश्यले मधेसका ग्रामीण भेगका युवाहरूमा वैकल्पिक राजनीति र बालेन शाह प्रतिको बढ्दो आकर्षणलाई प्रष्ट पारेको छ। पर्सा गाउँपालिकामा रहेका युवाहरू बालेन शाहको कार्यशैली र निडर स्वभावबाट निकै उत्साहित देखिएका छन्। स्थानीय युवाहरूका अनुसार परम्परागत राजनीतिक दलहरूबाट परिवर्तन सम्भव नभएको महसुस गर्दै उनीहरूले अबको नेतृत्वमा बालेन शाहलाई देख्न चाहेका हुन्। काठमाडौँ केन्द्रीय राजनीति गरिरहेका बालेन शाहका लागि मधेसबाट देखिएको यो समर्थनलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ। बालेन सरकारको नारा घन्किनुले आउँदो निर्वाचनमा युवाहरूको मत निर्णायक हुन सक्ने संकेत गरेको छ।